हेलो नमस्ते वेलकम बैक टू माई च्यानल। साथीहरु आज चाहिँ मैले एकदमै हेल्दी रेसिपी लिएर आएको छु तपाईहरुको लागि। त्यो चाहिँ एकदमै हेल्दी हुन्छ। मैले चाहिँ आज के रेसिपी लिएको छु भन्दा मैले चाहिँ आज आटाको नुडल्स बनाउनु आँटेको छु। त्यो चाहिँ एकदमै हेल्दी हुन्छ अनि घरमै आरामले पाक्छ के एकैछिनमै पाक्छ। अनि यहाँ चाहिँ मैले आटा मुसिरहेको छु। म चाहिँ आटाको नुडल्स बनाउँछु नि त। अनि यहाँ चाहिँ आटा मुसेर मैले रोटीको जस्तै बेल्दै थिएँ। यसलाई चाहिँ धेरै मोटो पनि गर्नुहुन्न पातला पनि हैन, ठिकै हामीले जस्तो रोटी पकाउँछु त्यस्तो नै बनाउनु पर्छ। इजी नै प्रोसेस छ यो पकाउनु चाहिँ। तपाईहरुले घरमा आरामले पकाउन सक्नुहुन्छ। यो रोटी जस्तै धेरै ठुलो पनि गऱ्यो भने छिटो हुन्छ भनेर त्यो चाहिँ फाट्छ बीचदेखि। ठुलो चाहिँ नगर्नुस् होला, ठिकै रोटी जस्तो हुन्छ त्यस्तै गर्नुस् होला तपाईहरु पनि। अनि यहाँ चाहिँ मेरो रेडी भइसकेको छ। मैले चाहिँ रोटी जस्तो हुन्छ त्यस्तै नै बेलेर रेडी पारिसकेको छु। अनि यहाँ चाहिँ मैले पानी पनि फास्टमा एउटा बनाइसकेको थिएँ। त्यो मेरो पानीको कलर चाहिँ यस्तो भएको छ। गरम पानीमा तपाईहरु पनि बोइल गर्नु होला त्यो रोटीलाई चाहिँ। अनि यसलाई चाहिँ 2-3 मिनेट धेरै पकाउनु पर्दैन। 2-3 मिनेट दुईपट्टि फर्काउँदै पकाउनुस् होला। अनि यो चाहिँ पाकिसकेको छ मेरो चाहिँ। तपाईहरुलाई पानी कम भयो भने तपाईहरुले एड गर्न सक्नुहुन्छ फेरि। अनि यहाँ चाहिँ मेरो सबै रेडी भइसकेको छ रोटीहरु। अनि गाइस त्यसलाई चाहिँ मैले राखेर अब त्यसलाई चाहिँ म काट्छु। तपाईहरुले जस्तो मन लाग्छ त्यस्तै शेप दिनु सक्नुहुन्छ। लामो पतला मोटो जस्तो पनि गर्नु सक्नुहुन्छ। म चाहिँ लामो लामो गरेर काट्दै थिएँ। पतला पनि गर्नु सक्नुहुन्छ, मोटो पनि गर्नु सक्नुहुन्छ। त्यो चाहिँ तपाईहरुको मर्जी हो। अनि गाइस यहाँ चाहिँ मेरो रेडी भइसकेको छ। मैले सबै काटिसकेको छु। अनि यसमा चाहिँ रिफाइन हालेर मुस्नु पर्छ। यसलाई चाहिँ रिफाइन हालेर मिक्स गर्नुपर्छ। अनि यो चाहिँ टाँसिन्न। अनि यहाँ चाहिँ मैले सब्जीमा बिन्स, टमाटर, हरियो खुर्सानी, ग्रीन चिल्ली अनि त्यसपछि गोबी, प्याज काटिरहेको थिएँ यहाँ चाहिँ। अनि यो कराई पनि बसालिसकेको थिएँ मैले। कराई बसा प्याज एड गरेँ त्यसमा। प्याज हालेको एकछिनमै मैले फेरि अनि गोबी हालेँ यसमा चाहिँ। यो चाहिँ पत्ता गोबी हालेँ मैले। अनि त्यसपछि बिन्स। तपाईहरुले जे सब्जी एड गर्नु मन छ गर्न सक्नुहुन्छ। मैले यति नै सब्जी लिएको छु। अनि ग्रीन चिल्ली, टमेटो, त्यसपछि सल्ट तपाईहरुको टेस्ट अनुसार हाल्नुहोस् होला। अनि हल्दी, यसलाई चाहिँ अब मजाले मिक्स गर्नुहोस् होला। मिक्स गरेर एकछिन फेरि पाक्नु दिनु। यसलाई धेरै पनि पाक्नु पर्दैन। अब चाहिँ यसमा म एड गर्दैछु भिनेगर, टमेटो केचप। तपाईहरुलाई जति मन पर्छ त्यति एड गर्नु सक्नु। अनि सोया सस, अनि फेरि यसलाई मिक्स गरिदिनुहोस्। अब चाहिँ रेड चिल्ली पाउडर हाल्दैछु मैले। यो चाहिँ अप्सनल हो, तपाईहरुलाई हाल्नु मन छ भने हाल्नुहोस्। यो चाहिँ पिरोको लागि हालेको मैले।
अब चाहिँ एड गर्दैछु मैले अघि आटाको नुडल्स बनाएको। अब यसलाई मजाले मिक्स गरिदिनु। हालिसकेको पछि मिक्स गरेर अनि एकछिन देरी पाक्नु दिनुस् यसलाई। यसलाई चाहिँ मजाले मिक्स गर्नुपर्छ। यसलाई चाहिँ एकछिनमा चलाउँदै गर्नुपर्छ। सो गाइस यो चाहिँ पाकिसकेछ। अब चाहिँ यसमा म धनिया एड गर्दैछु। पाकिसकेछ। एकदमै मिठो हुन्छ। यसरी पकायो भने चाहिँ तपाईहरु पनि घरमा ट्राई गर्नु। एकदमै मिठो हुन्छ अनि हेल्दी पनि छ। साथीहरु यो चाहिँ पाकेर रेडी भइसकेछ। तपाईहरु पनि देख्न सक्नुहुन्छ। यो रेसिपी कस्तो लाग्यो तपाईहरुलाई मन पर्यो भने प्लिज मेरो च्यानलमा जो नयाँ हुनुहुन्छ लाइक शेयर अनि सब्स्क्राइब पनि गरिदिनुस् होला।